दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन थालिने बजेट मार्फत सरकारको घोषणा। कर्णाली प्रदेशको दैलेखमा फेला परेको पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन प्रक्रिया अगाडि बढाइने भएको छ। सङ्घीय सरकारको आर्थिक वर्ष 2083-84 को बजेट मार्फत दैलेखको भैरवी गाउँपालिका 1 जलजले क्षेत्रमा फेला परेको पेट्रोलियम पदार्थको व्यावसायिक रूपमा उत्पादन गर्ने घोषणा गरिएको हो। शुक्रबार सङ्घीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सोडेम वाग्लेले पेट्रोलियम अन्वेषणबाट प्राप्त तथ्य र अध्ययनका आधारमा अब उत्पादन प्रक्रिया अघि बढाइने बताएका छन्। उनले आवश्यक पूर्वाधार निर्माण तथा उत्पादन तयारीका लागि बजेट समेत विनियोजन गरेको जानकारी दिएका छन्। दैलेखको जलजले क्षेत्र विगत केही वर्षदेखि पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको थियो। अन्वेषणका क्रममा त्यहाँ प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको सम्भावना पुष्टि भएपछि सरकारले अब त्यसलाई व्यावसायिक उत्पादनतिर लैजाने तयारी गरेको हो। सरकारको यो घोषणासँगै कर्णाली प्रदेशको आर्थिक गतिविधि बढ्ने, रोजगारी सिर्जना हुने तथा ऊर्जा क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि दैलेखमा पेट्रोलियम उत्खनन सुरु भए विकास पूर्वाधार विस्तारमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्। पेट्रोलियम पदार्थको उत्पादन सुरु भए नेपालले विदेशबाट आयात गर्दै आएको इन्धनमा केही हदसम्म निर्भरता घटाउने सक्ने अपेक्षा गरिएको छ। साथै दैलेख क्षेत्रलाई ऊर्जा सम्भावनाको महत्त्वपूर्ण केन्द्रका रूपमा हेरिएको छ।